त्यहाँ अहिलेको लागि तपाईँ एकजना मात्रै हुनुहुन्छ कि हस्पिटलमा अरू पनि हुनुहुन्छ? म यहाँ यो हस्पिटलमा एकजना छु, अरू दुईजना कुद्नुमा दुईजना अरे एकजना खै कहाँ लगिरहेछ थाहै छैन। सबैले अलग अलग हस्पिटलमा लगेको हो? हजुर, सबैलाई अलग अलग हस्पिटलमा लगिरहेछ। जस्तै तपाईँको केसमा भन्ने हो भने चाहिँ के भन्नुहुन्छ त अहिले हस्पिटलले चाहिँ? केही भाषाहरू कसरी प्रयोग गरेको छ? गाह्रो होला फेरि? अहिले खै लिगल्ली रूपमा छु अरे भन्ने कुरा चाहिँ गर्दैछ, इन्सुरेन्स छ अरे। अनि अहिले भन्नुहुँदैछ अब यो आफैले ड्रेसिङ गर्नुपर्छ अरे, आफैले सुई हाल्ने 6 हप्ताको लागिसम्म औषधि युज गर्नुपर्छ भन्ने भन्नु भएको छ। हजुर। अनि त्यस नमस्कार, म तिलक तामाङ आज पनि उपस्थित भइसकेको छु नमस्ते रमाइलो टिभीमा। आज म आफ्नो स्टुडियोमा छु, किनभने जुन 13 जुन पोल्यान्डको नि ओक्रोचोनोमा एउटा गाडी दुर्घटना भएको थियो, त्यसको चाहिँ मैले आज समग्रमा छोटो भिडियो तयार गरेको छु। मैले सम्भवतः स्थलगतमा पुग्ने कोसिस गरेको हो, तर त्यहाँ पुग्नु अलि औचित्य नभएको कारणले गर्दाखेरि उहाँहरू सबैजना अहिले हस्पिटलमा भएको कारणले गर्दाखेरि मैले हस्पिटलसँग कन्ट्याक्ट गरेर उहाँहरूलाई सम्पर्क गरेको छु। अनि जसमा मैले दुईजनासँग चाहिँ टेलिफोनमा वार्ता पनि गरिसक्यो। म त्यो क्लिप पनि यहाँ भिडियोमा राख्नेछु। र त्यसमा चाहिँ 7जना चाहिँ हाम्रो नेपालीहरू परेको रहेछ। 10जना गाडीमा सवार थिए जुन एक्सिडेन्टमा चाहिँ, त्यसमा चाहिँ 7जना नेपालीहरू परेको रहेछ। नेपालीहरूमा कहाँको कुन कुन परेको रहेछ भनेर म नाम लिस्ट सार्वजनिक गर्न लागेको छु। त्यसमा चाहिँ भुवल कुमार सिङ्जाली हुनुहुने रहेछ मकनपुर हेटौडाबाट। उहाँ चाहिँ बागमती गाउँपालिका वडा नम्बर 2 बाट हुनुहुन्छ भने 2 नम्बरमा हुनुहुन्छ युवराज गन्चापाली हुनुहुन्छ। उहाँ चाहिँ धनकुटाबाट हुनुहुन्छ। महालक्ष्मी गाउँपालिका वडा नम्बर 2 बाट हुनुहुन्छ भने भीम पुमा राई हुनुहुन्छ। उहाँ चाहिँ खोटाङबाट जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर 6 बाट भन्ने मलाई यहाँ खबर आएको छ। त्यसपछि प्रेम कुमार कडेल प्रेम कुमार कडेल हुनुहुन्छ। उहाँ चाहिँ झापाबाट, उहाँ चाहिँ बरदेशी गाउँपालिका वडा नम्बर 6 बाट हुनुहुन्छ। त्यसपछि अर्को हुनुहुन्छ रञ्जीव भारदेव हुनुहुन्छ। उहाँ चाहिँ भक्तपुर चाकुनारायण चाकुनारायणबाट हुनुहुन्छ। उहाँको चाहिँ गाउँपालिका कि नगरपालिका यहाँ खुलाएको छैन। त्यसपछि रबिन महत हुनुहुन्छ। उहाँ चाहिँ रामेछापबाट दोरम्बा गाउँपालिका वडा नम्बर 2 बाट हुनुहुन्छ भने त्यसपछि अर्को केशर बहादुर परिवार हुनुहुन्छ। केशर बहादुर परिवार हुनुहुन्छ। उहाँ चाहिँ धादिङबाट हुनुहुन्छ। उहाँ चाहिँ नीलकण्ठे गाउँपालिका वडा नम्बर 2 तीनझरे भनेर यहाँ मलाई खबर प्राप्त भएको छ। केशर बहादुर परिवार हुनुहुन्छ। उहाँहरूको अवस्था अहिलेसम्म ठिकै छ, त्यस्तो अचेत अवस्थामा त उहाँहरू हुनु नरहेछ। मैले उहाँहरूसँग नि प्रत्यक्ष टेलिफोन सम्पर्क गरेँ। त्यसपछि मैले उहाँहरूको टेलिफोन सम्पर्क नि मैले यहाँ भिडियोमा राख्नेछु। त्यसपछि अब पोल्यान्डमा जति पनि भएको विभिन्न सङ्घ संस्थाहरूलाई एउटा चुनौतीको बाटो छ, किनभने सङ्घ संस्थाले जति पनि हामी सामाजिक कार्यमा लागिपरेको छौँ भनेर गफ दिए पनि अब भने प्रत्यक्ष रूपमा गर्ने दिन अवसर आएको छ। म यति बेला उहाँलाई टेलिफोन सम्पर्कमा गर्ने कोसिस गर्नेछु। मैले उहाँलाई, किनभने उहाँ दुईजनासँग मैले टेलिफोन सम्पर्क गरेको छु। त्यसमा अब तपाईँहरूको ठाउँबाट आवश्यक पर्ने सरसहयोग गर्नुपर्ने। हेलो हेलो हजुर नमस्कार। नमस्कार हजुर। अहिले के कस्तो छ तपाईँको अवस्था? अहिले मेरो यो खुट्टा अपरेसन गरेर ड्रेसिङ गरिरहेछ। हजुर। अनि दबाईहरू दिइरहेछ। अनि के छ त अब उपचारको प्रक्रियाहरू बद्धहरू के कस्तो तरिकाले भइरहेको छ? पैसा तिर्नुपर्ने छ कि अथवा अब त्यो इन्सुरेन्सबाट क्लेम भइरहेको छ कि के छ अहिले अवस्था? अहिलेसम्म त खै उहाँहरूलाई के भनेको छ, इन्सुरेन्सहरू चाहिँ छ अरे, इन्सुरेन्सहरू छ भन्ने छ। हजुर। त्यो एउटा सिस्टर हुनुहुन्छ, सिस्टरसँग बोल्नुहुन्छ त? होइन, सिस्टर फेरि अब यहीँको होला होइन? यहीँको हुनुहुन्छ। त्यही भएर उहाँलाई त कुरा नगरौँ अहिले होइन। अनि तपाईँहरूको एजेन्सीले के भनेको छ अहिले? एजेन्सीले, हाम्रो एजेन्सीले खोइ केही पनि भनेको छैन। त्यही भएर खोइ अहिले चाहिँ सोधखोज गर्दैछ अरे, क्याम्पमा पुगिरहेको थियो अरे साथीहरूले भन्ने कुरो गर्दै थियो।
यसरी भन्ने कुरा चाहिँ गर्दै थियो साथीहरूले। अनि अरू त खै कसैले गरेको छ। अनि तपाईँहरूले त्यो नेपालतिर खबर गर्नु भएको छ कि छैन आफ्नो आफन्त फ्यामिलीहरूलाई? आफ्नो आफन्तहरूलाई त खबर गरेको छ। अनि जस्तै तपाईँहरू पोल्यान्डकै भिसामा आउनु भएको हो कि अथवा सेन्जेन कन्ट्रीबाट आउनु भएको हो कि के हो? हामी सेन्जेन कन्ट्रीबाट आएको। सेन्जेन कन्ट्रीबाट आएको भनेपछि तपाईँहरू धेरै पनि हुनुभएको छैन होला? म चाहिँ लगभग 1 साल भइसक्यो फिङ्गर भएको छ भने चाहिँ। अरू साथीहरूको चाहिँ फिङ्गर भएको थिएन। हजुर। मेरो चाहिँ फिङ्गर भएको छ। अनि जस्तै अब यहाँ पोल्यान्डमा भएको कुनै पनि सङ्घ संस्थाहरूले तपाईँहरूलाई केही खबर कन्ट्याक्ट गर्नु भएको छ कि छैन? पोल्यान्डमा भएको संस्थाहरू चाहिँ खै कन्ट्याक्ट भएको छैन भन्ने अरे एउटा दाइ पहिलेदेखि मैले चिनेको थिएँ। त्यो दाइलाई चाहिँ मैले भनेको थिएँ। अनि नाम लिस्टहरू पठाइदियो, म एनआरएनसँग कुरा गर्छु भन्ने कुरा गर्नुहुँदै थियो। हजुर। त्यो दाइ चाहिँ एनआरएनको दाइ त होइन भनेपछि? खै एनआरएनमा खै हुनुहुन्छ कि हुनुहुन्न दाइ। ठिक छ त्यो कुराकानी हामी गरौँ ल, त्यो खासै केही फरक परेन होइन। एकछिनमा गर्नु नि, म यहाँ सिस्टरले के भन्नु खोज्नुहुँदैछ। हुन्छ। बिचमा हस्पिटलमा अलिक व्यस्त भएको कारणले गर्दा फोन काटिएको थियो। अब फेरि म फोन गर्ने कोसिस गर्नेछु उहाँलाई। हजुर। अनि त्यहाँ अहिलेको लागि तपाईँ एकजना मात्रै हुनुहुन्छ कि हस्पिटलमा अरू पनि हुनुहुन्छ? म यहाँ यो हस्पिटलमा एकजना छु, अरू 2जना कुद्नुमा 2जना अरे, एकजना खै लगिरहेछ थाहै छैन। सबैले अलग अलग हस्पिटलमा लगेको हो? हजुर, सबैलाई अलग अलग हस्पिटलमा लगिरहेछ। जस्तै तपाईँको केसमा भन्ने हो भने चाहिँ के भन्नुहुन्छ त अहिले हस्पिटलले चाहिँ? केही भाषाहरू कसरी प्रयोग गरेको छ? गाह्रो होला फेरि? अहिले खै लिगल्ली रूपमा छु अरे भन्ने कुरा चाहिँ गर्दैछ। इन्सुरेन्स छ अरे। अनि अहिले भन्नुहुँदैछ अब यो आफूले ड्रेसिङ गर्नुपर्छ अरे, आफूले सुई हाल्ने 6 हप्ताको लागिसम्म औषधि युज गर्नुपर्छ भन्नु भएको छ। हजुर। अनि त्यसपछि खै बस्ने ठाउँमै कता एउटा मेडिकलमा त्यो ड्रेसिङको लागि अनि टाका खुवाउनुको लागि गरिदिन्छु भन्ने कुरो गर्नुहुँदैछ। भनेपछि तपाईँले अब भनेपछि डिस्चार्ज कहिले हुनु कुरा छ त? डिस्चार्ज त सोधिन अब, अहिले अलि दिन लाग्छ होला। त्यही त, अलि दिन लाग्छ होला। फेरि यस्तो हुन्छ नि त तपाईँको हस्पिटलको केसमा चाहिँ फेरि अब हस्पिटलमै उपचार चाहिँ फ्रीमा हुने हो, फेरि बाहिर मेडिकलबाट गर्नु पर्यो भने फेरि सबै हामीले किन्नुपर्ने हुन्छ होइन? अब त्यो कुराहरू। अनि एजेन्सीले त अब त्यही रुममा ल्याएर राख्छ होला नि त अहिलेको लागि? के छ बस्ने अवस्थाहरू चाहिँ? अब खै रुममै त लगेर राख्छ होला नि। त्यही एजेन्सीसँग त कुराकानी भइरहेकै छ नि? एजेन्सीसँग त एउटा कुराकानी भएको छैन, कुराकानी गर्नु पाएको छैन। त्यही भएर एजेन्सीहरूले पनि भर्खर सोधखोज गर्दैछ अरे भन्ने कुरा सुन्दैछु। हामी पनि सबै यतातिर अनि कुरै गर्न पाएको छैन। त्यही भएर बिजक छ। भनेपछि अनि त्यहाँ हुने साथीहरूको मार्फतबाट कन्ट्याक्ट गर्ने कोसिस पनि गरेको छैन एजेन्सीलाई? त्यहाँ साथीहरूले कन्ट्याक्ट गराए भन्ने चाहिँ भनेको थिएँ। ल चाहिँ भन्छ साथीहरू। अनि आज त खै सोध्दै आउनु त आएको थियो अरे होस्टेलमा। अनि नाम लिस्टहरू टिपेर मन त लगेको थियो अरे भन्ने थियो साथीहरूले। ठिक छ। भनेपछि अनि अब डिस्चार्ज हुने कुरै पनि अहिलेसम्म भएको छैन, एजेन्सीहरू पनि पुगेको छैन। जस्तै पोल्यान्डमा भएको पनि कुनै सङ्घ संस्थाहरूबाट कतैबाट फोन आएको छैन तपाईँहरूलाई? आएको छैन। ठिक छ। तपाईँहरूको एक्सिडेन्ट भएको त लगभग 3 दिन भयो होला होइन? आजसम्म 4 दिन पो भइसक्यो होला। 13 तारिक भएको भनेपछि 4 दिन भइहाल्छ। 4 दिन भयो, अहिलेसम्म कुनै पनि भएको छैन भनेपछि ठिकै छ। हामी यो कुरालाई पोल्यान्डमा भएको संस्था समक्ष चाहिँ हामी पुर्याउँछौँ होइन? अनि त्यसपछि अब तपाईँलाई म फलोअप गर्छु। त्यसपछि फलोअप गरेपछि बिचमा के हुन्छ? अब उपचारको प्रक्रिया कुन प्रक्रियाबाट भइरहेको छ? बिचमा अब
अब के कस्तो समस्या आइरहेको छ मलाई जहाँसम्म लाग्छ एजेन्सीहरू भनेको उनीहरू भनेको अब हाम्रो मजदुरी खाने हो, हामीले काम गरे समयसम्म मात्रै राख्ने हो। जब हामीले काम गरेर नसकेपछि एजेन्सीहरूले कतिपयले राखिँदैन होस्टेलमा। अब त्यस्तो कुराहरू पनि के गर्ने कसो गर्ने भन्ने कुरा पनि हामीले सोच विचार गर्नुपर्छ। हामी त्यो विषयमा पनि पछि छलफल गरौँ न। म व्यक्तिगत तर्फबाट तपाईँहरूलाई कोअर्डिनेटर गरौँला, छलफल गरौँला होइन। अनि अर्को कुरो, अब तपाईँहरू सेन्जेन कन्ट्रीबाट भर्खरै आउनु भएको भनेपछि तपाईँहरूले अब एनआरएनको मेम्बरसिप पनि लिएको छैन होला जहाँसम्म मलाई लाग्छ है। हो, त्यस्तो भइसकेपछि अब एनआरएन कहाँ पनि टेबल ठटाएर बहस गर्नु पनि अलिकति मुस्किल छ। भला यो कुरा त हामीले पुर्याउन त पुर्याउँछ, उनीहरूले गर्नुपर्ने एउटा कर्तव्य त हुन्छ नै होइन। अब तर पनि अब एनआरएनको मेम्बरसिप भयो भने चाहिँ जसरी पनि एनी हाउ गर्नै पर्ने अवस्था उनीहरूलाई पनि हुन्छ र हामीले त्यो गर्न सक्ने अवस्था पनि हामी गराउनु पर्छ र मैले पनि त्यतिसम्म चाहिँ गर्न सकिन्थ्यो त्यो पनि छैन। तर पनि म यो कुरालाई एनआरएनसम्म चाहिँ पुर्याउँछु होइन। अनि त्यसपछि अब तपाईँको हस्पिटलबाट के कसरी डिस्चार्ज हुन्छ? त्यसपछि अब तपाईँको खुट्टा भनेपछि फ्र्याक्चरै भएको हो? हजुर, मेरो घोडा नै गएको छ। घोडा गएको छ, के छ त्यसले अहिले प्लास्टर गरेको छ कि के छ अहिले? यो प्लास्टर गरेको छ। अनि अस्ति एक्सिडेन्ट भएको दिन प्लास्टर गरेको थियो, त्यसको भोलिपल्ट फेरि प्लास्टर खोलेर ड्रेसिङ गरेको थियो। अनि हिजो फेरि प्लास्टर गर्यो अनि आज फेरि घुराङ छेउमा काटेर निकालेर फेरि ड्रेसिङ गरेर फेरि छोपेर राखे। भनेपछि खुट्टा त्यस्तो भाँचेको मर्केको भन्ने त छैन नि, के हो? भाँचेको त होइन, तर त्यो घोडाङ चाहिँ भित्र अब काचाकुचुक भयो होला सबै। त्यो जस्तै तपाईँहरू काम चाहिँ केमा गर्नुहुन्थ्यो? एग्रिकल्चरमा गर्नुहुन्थ्यो? होइन, हामी चिकन कम्पनी। चिकन कम्पनीमा जस्तै एजेन्सीकोले गाडीमा लाने बेला यो घटना घट्यो होइन त? हजुर। गाडीमा तपाईँहरू जाने क्रममा गाडीमा चाहिँ 11 जना कतिजना चाहिँ थियो भन्ने खबर मैले सुन्न पाएको थियो। 10 जना, हामी 2-7 जना हामी नेपाली रहेछौँ। 3 जना चाहिँ भियतनामीहरू। 3 जना भियतनामीहरू भनेपछि त्यहाँ सिट भन्दा पनि बाहेक मान्छे बोकेको छ होइन त गाडीमा पनि? छैन, सिट भन्दा मान्छे बोकेको छैन, त्यति 10 जना मात्र। ठिक छ ठिक छ। त्यसो भए हुन्छ, म तपाईँले अहिले हस्पिटलमा मैले तपाईँले धेरै डिस्टर्ब गर्न चाहेन होइन। अहिलेको लागि तपाईँहरूले त्यो हस्पिटलतिर यताउति म्यानेज गर्दै गर्नु। अनि तपाईँहरू होस्टेलमा नि जानु। अब डिस्चार्ज भइसकेपछि एजेन्सीसँग पनि तपाईँहरूले कुराकानी गर्नु होइन। अनि त्यसपछि अब तपाईँहरूले पाउने सेवा सुविधाहरू के छ त्यो बारेमा नि बुझ्नु। अनि त्यसपछि म तपाईँहरूले फेरि केही दिन पछाडि कन्ट्याक्ट गर्छु। त्यसपछि के कस्तो समस्या पर्यो, किनभने अहिलेसम्म तपाईँहरूको केही निचोड निस्केको छैन नि त। तपाईँहरू हस्पिटलमा हुनुहुन्छ, कुन विधिबाट उपचार गरेको छ, अब एजेन्सीले केही भनेको यताउति केही छैन होइन। अब त्यसपछि म तपाईँले 2-3 दिन पछाडि कन्ट्याक्ट गर्छु। त्यसपछि अब के कस्तो निष्कर्ष निस्क्यो, के कस्तो भइरहेछ, के गर्ने भन्ने विषयमा अनि त्यसपछि सरसल्लाह गरौँला। अनि त्यसपछि अब हामी सरसहयोग पनि गर्छौँ, अब यताउति सबैलाई पनि आह्वान गर्छौँ होइन। अनि गरौँला। अनि तपाईँले अब अहिले मजाले रेस्ट गर्नु, आराम तरिकाले बस्नु। अब एजेन्सीले के भन्छ, हस्पिटलबाट के भन्छ, अनि त्यसपछि हामी सरसल्लाह गरौँला है त। मैले अहिले तपाईँलाई धेरै डिस्टर्ब गर्न चाहेन। हस्, अहिले म फोन राख्छु ल। एकजना अर्कोलाई फोन गर्ने कोसिस गरेर। हेलो, रबिन महत बोल्नुभयो? रबिन महत बोल्नुभयो? हजुर सर। म तिलक तामाङ बोलेको। तपाईँ अहिले हस्पिटलमा हुनुहुन्छ कि बाहिर? म हस्पिटलमा हो सर। तपाईँको खासमा नेपालमा घर कता हो? मेरो घर रामेछाप, जोरम्बा गाउँपालिका। अहिले के कस्तो छ हस्पिटलको अवस्था? अहिले के कस्तो गरिरहेको छ हस्पिटलले? ठिकै छ सर। अब त्यही घाउ थियो मेरो टाउकोमा र घोडामा 7 टाका जति लाग्यो घोडामा। हजुर। टाउकोमा 3-4 टाका लाग्यो। अनि अहिले के हामी बेडमै हो। अनि हस्पिटलबाट डिस्चार्ज हुने कुरो के छ अहिले? अहिले
तत्कालै होला जस्तो छैन सर, अहिले लाग्छ होला एकदिन। अनि उपचारको विधि प्रक्रियाहरू अहिले के कुन वेबाट गरिरहेको छ, के छ, पैसाहरू तिरेर हो कि इन्सुरेन्सबाट क्लेम भइरहेछ कि के छ? यो विषयमा हामीलाई केही पनि थाहा नै छैन सर। हामी जुन एक्सिडेन्ट भयो, एक्सिडेन्ट भइसकेपछि कहिले एम्बुलेन्समा कहिले केमा हालेर विभिन्न क्षेत्रमा लगेर चाहिँ अब हामी यहाँ कुट्नुको हस्पिटलमा छौँ। हजुर, कुट्नु भनेपछि तपाईँको त उ जिल्लासँग समन्वय हो क्या यो हस्पिटल? कोसँग खै छ। ठिक छ, यो विषयमा अहिले भएन, यसलाई पछि सोधखोज गरौँ ल। भनेपछि अहिले तपाईँलाई कुन विधिबाट, पैसाबाट हो कि इन्सुरेन्सबाट हो उपचार, यो केही थाहा छैन होइन त? हजुर हजुर, त्यो विषयमा मलाई केही पनि थाहा छैन सर। हामी अनि एजेन्सीहरूले केही कन्ट्याक्ट गरेको छ कि छैन? सायद त्यही एजेन्सीहरूकै हाम्रो कम्पनीबाट आएको थियो सायद। ठिक छ। अनि यहाँ पोल्यान्डमा भएको कुनै पनि सङ्घ संस्थाहरूबाट अहिलेसम्म कन्ट्याक्टमा आयो कि आएको छैन? 2-3 ठाउँबाट आउनु भएको चाहिँ, तर एक ठाउँबाट चाहिँ आउनु भएको थियो। कन्ट्याक्टहरू चाहिँ आइरहेको थियो। ए, उनीहरूले गर्नु चाहिँ सकेको सहयोग गर्छु भनिरहेको छ नि? हजुर हजुर, खै त्यो सहयोग भन्नाले त्यस्तै कुराहरू गरिरहनु भएको। अनि जस्तै तपाईँहरू सेन्जेनबाट हो कि नेपालबाट भिसामा पोल्यान्ड आउनु भएको? म सेन्जेनबाट चाहिँ। सेन्जेनबाट। अनि तपाईँहरूले नेपालमा भएको आफन्तहरूलाई कन्ट्याक्ट गर्नु भएको छ कि छैन? मेरो त भइरहेछ सर, उनीहरूको भइरहेछ। भनेपछि तपाईँको टाउकोमा चाहिँ टाँगो लगाएको हो कि खुँडामा? मेरो 2 ठाउँमा छ सर। अब भनेपछि अहिले त्यस्तो गम्भीर अवस्थामा त तपाईँ हुनुहुन्न जस्तो लाग्यो होइन? हजुर सर, हजुर, त्यति नै साह्रो गम्भीर नै त छैन सर, ठिकै छ भनौँ। अब ठिक छ। अब के छ भने अब तपाईँहरू हस्पिटलबाट के डिसिजन आउँछ, त्यसपछि एजेन्सीबाट के डिसिजन आउँछ, त्यही अनुसार चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ है। हजुर हजुर हजुर। अब किनभने जब तपाईँहरू अब अलि समय काम गर्न सक्नुहुन्न, त्यसपछि एजेन्सीहरूले नि नराख्ने भन्ने कुराकानी नि गर्न सक्छ होइन? हजुर हजुर। अब एजेन्सीले त जसरी हामीलाई काम चाहिएको हो, जसरी हाम्रो घन्टाबाट लिने हो होइन? हजुर हजुर। त्यही भएको कारणले गर्दा एजेन्सीहरूबाट पनि यो सम्भव प्रायः म कमै मात्रामा देख्छु। त्यही भएको कारणले गर्दा अब 2-4 दिन वेट गरौँ होइन? हजुर हजुर। अनि त्यसपछि अब एजेन्सीबाट के निर्णय आउँछ, हस्पिटलबाट के निर्णय आउँछ, त्यसपछि हामी यहाँ भएको विभिन्न सङ्घ संस्थाहरूलाई पनि आह्वान गर्छौँ। त्यसपछि गर्नुपर्ने सरसहयोगहरू पनि गर्छौँ हामी होइन? अनि अब तपाईँलाई म कन्ट्याक्टमै गरिराख्छु, म तपाईँलाई फलो गरिराख्छु होइन? हजुर, ल। हजुर दर्शकबिन, मैले जस्तै पीडित पक्ष अथवा बिरामीहरूलाई त टेलिफोन सम्पर्क गरिसकेको छु। त्यसपछि म यति बेला एनआरएनको नि महासचिव पवन खड्काज्यूलाई म कन्ट्याक्ट गर्ने कोसिस गर्नेछु। के छ कस्तो छ, भलै उहाँहरू पनि काममा बिजी होला आज मन्डेको दिन, त्यही भएर फोन नलाग्न सक्छ, टेलिफोन नउठ्न सक्छ। होप के छ फोन लागोस् उठोस्, म उहाँहरूलाई एकचोटि फोन गर्ने कोसिस गर्नेछु। यति बेला उहाँहरूको फोन काटिएको छ, सम्भवतः केही नेटवर्किङ प्रब्लम होला। तर मैले उहाँहरूसँग कुराकानी गरेको सम्वाद यहाँ मैले राख्न सकेन, त्यसमा म क्षमा प्रार्थी छु। र उहाँहरूलाई म प्रत्यक्ष रूपमा कन्ट्याक्ट गरेर भए नि समक्ष पीडिततर्फ उहाँहरूलाई कनेक्ट हुने अवसर म दिलाउने छु र सम्पूर्ण पीडितहरूलाई मेरो तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्नेछु भन्दै म आजको छोटो भिडियोबाट बिदा हुन चाहन्छु। अरू भिडियोहरू के कस्तो हुन्छ, त्यो पीडित सम्बन्धी भिडियोहरू म सबै तपाईँहरूलाई देखाउने र भरपुर सहयोग गर्ने कोसिस गर्नेछु हाम्रो इन्टायर टिमबाट। हस्त, धन्यवाद।